अर्को 4 सेट गरिसकेपछि म गर्छु लेग अब छ पालो मेरो ग्लुट्सको सो आज म तपाईलाई चाहिँ मेरो फेभरेट एक्सरसाइजहरु भन्दैछु चाहनुहुन्छ भने चाहिँ एभ्री मसलको चाहिँ 4 टा वर्कआउट्सहरु राख्न सक्नुहुन्छ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आज म चाहिँ मेरो फुल विकको वर्कआउट प्लान्स तपाईलाई भन्दैछु सो यो भिडियो हेर्नुभन्दा अगाडि यो भिडियोलाई लाइक कमेन्ट अनि सब्स्क्राइब अनि प्लस मेरो इन्स्टाग्राम एकाउन्टलाई पनि फलो गर्नु होला लेट गेट इन्टु इट सो म यो भिडियोमा तपाईलाई दुईटा वर्कआउट्सहरु देखाउँछु तपाईले चाहनुहुन्छ भने चाहिँ एभ्री मसलको चाहिँ 4 टा वर्कआउट्सहरु राख्न सक्नुहुन्छ सो लेट्स स्टार्ट विथ माई सन्डे वर्कआउट रुटिन सो यसमा चाहिँ म गर्छु क्वाड्स एन्ड ग्लुट्स सो फर्स्टमा म गर्छु वार्म अप लेगको लागि एन्ड देन विल स्टार्ट फ्रम स्क्वाट को 4 सेट गरिसकेपछि म गर्छु लेग एक्सटेन्सन इज द वान अफ माई फेभरेट एक्सरसाइज यो चाहिँ म जहिले पनि स्क्वाट सकिसकेपछि गर्छु यसले चाहिँ मेरो क्वाड्सलाई एकदम पम्प गर्न हेल्प गर्छ क्वाड्सको एक्सर्साइज सकिसकेपछि अब छ पालो मेरो ग्लुट्सको सो आज म तपाईलाई चाहिँ मेरो फेभरेट एक्सरसाइजहरु भन्दैछु सो ग्लुट्सको पनि म 4 सेट गर्छु 12 to 15 रेपिटेसन्समा सो लेट गेट विथ द हिप थ्रस्ट फर्स्ट नेक्स्ट वर्कआउट छ हाम्रो चाहिँ एब्डक्टर जुन चाहिँ तपाईहरुले चाहिँ आफ्नो ग्लुट्सको वर्कआउटमा चाहिँ एड गर्नु होला यसले चाहिँ तपाईको ग्लुट्सलाई अझ मज्जाले पम्प गर्न हेल्प गर्छ सो म चाहिँ यसमा स्ट्यान्डिङ पोजिसनमा गर्छु अब पालो हो डे 2 को सो डे 2 भनेको चाहिँ मेरो मन्डेको वर्कआउट हो सो यसमा चाहिँ म ब्याक अनि बाइसेपको वर्कआउट गर्छु सो फर्स्टमा चाहिँ ब्याकको वर्कआउटमा ल्याट पुल डाउन चाहिँ मेरो फेभरेट एक्सरसाइज हो यसले चाहिँ मेरो मसललाई टेन्सनमा राख्छ अनि एभ्री ब्याक वर्कआउटमा चाहिँ म यसलाई फर्स्ट प्रायोरिटीमा राख्छु केटीहरूलाई ब्याकलेस ड्रेसेसहरु लगाउनु छ भने चाहिँ यो वर्कआउट चाहिँ तपाईले छुटाउनै भएन एन्ड इट इज one of my favorite workout rowing ब्याकको वर्कआउट सकिने बित्तिकै म चाहिँ गर्छु बाइसेपको वर्कआउट म चाहिँ बाइसेपकोमा चाहिँ लाइट वेट नै गर्छु किनकि मलाई चाहिँ बाइसेपमा धेरै मसल्सहरु चाहिँदैन मेरो आफ्नै ठुलो छ नि त सो आई डोन्ट वान्ट टु बिग मसल बाइसेप कर्ल सकिने बित्तिकै म गर्छु पिचर कर्ल सो थर्ड डेमा चाहिँ म गर्छु रेस्ट अनि एकदम डाइट अनि एकदम मिठो मिठो लाइक ग्रिनिजहरु हैन जुन कि तपाईको बडीलाई एकदम हेल्दी न्युट्रिसन दिन्छ त्यो खानाहरु मात्र खान्छ त्यो दिन चाहिँ जुन कि म टोटली रेस्ट सो अब पालो रहेको छ डे 4 को सो डे 4 मा गर्छु म ग्लुट्स र ह्यामस्ट्रिङ सो फर्स्टमा चाहिँ हामी चाहिँ सुरु गर्छौं आरडिएल बाट सो नेक्स्ट वर्कआउट लाइन लेग कर्ल तपाईले चाहिँ आफ्नो ग्लुट्स राम्रो र प्रोपोर्सनेट चाहिन्छ भने चाहिँ तपाईले चाहिँ बुल्गेरियन स्प्लिट स्क्वाट पनि एड गर्न सक्नुहुन्छ धेरै जसो केटीहरुलाई चाहिँ चेस्टको वर्कआउट गर्यो भने चाहिँ चेस्ट सानो हुन्छ भन्ने लाग्छ त्यो चाहिँ एउटा मिथ मात्र हो सो यहाँ म गर्दैछु चेस्ट प्रेस अनि चेस्ट प्रेस सँगै चाहिँ म गर्छु फ्लाइको वर्कआउट अनि यो सकिसकेपछि चाहिँ म दुईटा वर्कआउट चाहिँ ट्राइसेपको गर्छु सो फर्स्ट वर्कआउट हुन्छ मेरो ट्राइसेप पुश डाउन सेकेन्ड वर्कआउट मेरो हुन्छ ओभरहेड एक्सटेन्सन सो लास्ट डे अफ द विक यानी कि फ्राइडे म गर्छु शोल्डर्स र एब्सको वर्कआउट सो शोल्डर्समा चाहिँ म पहिला गर्छु शोल्डर प्रेस अनि त्यो सँगसँगै चाहिँ शोल्डर प्रेस सँगसँगै म गर्छु फ्लाई डम्बल फ्लाई सो शोल्डरको वर्कआउट सकिसकेपछि चाहिँ म गर्छु एब्सको वर्कआउट जुनमा म फर्स्टमा गर्छु
ह्याङ्गिङ लेग रेज अनि यो आजको जुन वर्कआउटहरू रहेको छ त्यो चाहिँ मेरो फेभरेट वर्कआउटहरू रहेछ अनि यो आजको टोटल प्लान चाहिँ मेरो विकली प्लान हो जुन म हरेक विक पनि चेन्ज गर्छु होइन वर्कआउट गर्नलाई सो यसमा चाहिँ अब हरेक मसललाई अब जस्तै सोल्डर्सको लागि चाहिँ म 2-3टा नै वर्कआउट गर्छु यसमा चाहिँ मैले 2टा मात्र वर्कआउट देखाएको छु तर 2-3टा नै वर्कआउट्सहरू गर्छु तर यो 2टा वर्कआउट चाहिँ माई फेभरेट वर्कआउट जुन म कहिले पनि मिस गर्दिनँ सो तपाईँहरू पनि ट्राई गर्नुहोला एन्ड लेट मी नो होइन हाउ इट वाज अनि लाइक कमेन्ट एन्ड subscribe my YouTube channel. Thank you. Till then, take care. Bye.